दुईटा गाडीको फाइट पर्न लाग्यो एकदमै रिसाएर कुदिरहेछन् दुईटै गाडी कहिले स्लो गर्छन् कहिले फास्ट गर्छ त्यो अगाडिको गाडीले मलाई पनि डर लाग्यो त्यही भएर म यहाँ ट्राफिक लाइटमा उभिएर गफ गरिरहेको छु यदि तपाईँ इलिगल हुनुहुन्छ भने नि तपाईँले 50,000 पनि कमाउनुहुन्न हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल काममा जाने बेला भयो मेरो पनि ब्याग राख्छु मेरो काम यहाँबाट 15 मिनटको ड्राइभमा काममा पुग्छु म धेरै टाढा छैन नजिकै छ गाडी कुदाउँदै चाहिँ ब्लग बनाउन मिल्दैन होला यहाँनिर मैले स्ट्यान्ड किनेको थिएँ खै कहाँ गयो तर पनि आई विल ट्राई माई बेस्ट अहिले चाहिँ अमेरिकामा गर्मीको सुरुवात हुँदैछ रुखहरूको कलर पनि पुरा परिवर्तन भएको छ एकदमै राम्रो भ्यू तपाईहरुले देख्न सक्नुहुन्छ फुलहरू एकदमै राम्रो राम्रो देखिरहेको छ रुखमा सो एकदमै राम्रो एकदमै क्लियर वेदर छ र यो क्लियर वेदरमा म यो क्लियर वेदरको इन्जोय घरमा बसेर गर्न सक्दिनँ हैन किनभने म काममा जानुपर्छ सो यस्तै छ गाइज स्टप साइनमा चाहिँ फुल्ली स्टप गरेर यताको गाडी र यताको गाडी क्लियर नहुन्जेल जानु मिल्दैन सो अहिले क्लियर छ लेट्स गो यहाँ चाहिँ दुईटा गाडीको फाइट पर्न लाग्यो एकदमै रिसाएर कुदिरहेछन् दुईटै गाडी ओभरटेक हानेर भाग्यो जुदाइ झन्डै भएन त्यहाँनिर अझै न्यू खोजा खोज गरिरहेछन् दुईजना गाडी एकदमै टाँसेर हिँडेर कुदिरहेछन् म चाहिँ अलि टाढै नै कुद्नु पर्यो कहिले स्लो गर्छन् कहिले फास्ट गर्छ त्यो अगाडिको गाडीले तिनीहरू चाहिँ आफ्नो आफ्नो बाटो लागे म पनि अब कामतिर लाग्नु पर्यो यस्तै हुन्छ गाइस गाडी कुदाउँदा ध्यान दिनु मलाई पनि डर लाग्यो त्यही भएर म यहाँ ट्राफिक लाइटमा उभिएर गफ गरिरहेको छु भिडियो बनाउने एक मौका चान्स नै पाएको छुइनँ मैले सो गाइस म मेरो काम गर्ने ठाउँनिर आइपुगेँ पार्किङमा सो यो चाहिँ मेरो काम गर्ने ठाउँ हो यता पार्किङ लाउनु पर्यो कतै सो गाइस आज थुप्रै कुराहरू देखियो काममा आउँदा यस्तो रमाइलो हुन्छ कहिलेकाहीँ आजको मेन टपिकमा कुरा गर्नुपर्दा 1,50,00,000 त्यस्तो स्यालेरी हुँदैन अमेरिकामा कतिजना मान्छेहरू मैले सुनेको 10 लाख पाउँछ 20 लाख पाउँछ 8 लाख पाउँछ 9 लाख पाउँछ भन्दै अमेरिका आउँछन् चोर बाटोबाट भएर मेक्सिकोबाट कता कता जंगलबाट हिँडेर कोही पनि आउनु होला त्यसरी चाहिँ नर्मल जब तपाईले जुनसुकै काम गरे पनि महिनाको तपाईको नेपाली लगभग 3 लाख जति चाहिँ तपाईले कमाउन सक्नुहुन्छ पैसा पनि कमाइ चाहिँ हुन्छ तर त्यस्तो 10 लाख 15 लाख 20 लाख चाहिँ हुँदैन भन्छ त्यसले ढाँटेको कि त डाक्टरहरू यताउता को होला मलाई त्यो विषयमा थाहा भएन तर मैले चाहिँ नर्मलै हामी जस्तो काम गर्नेले 3 लाख 4 लाख महिनामा कमाउँछन् त्यो भन्दा बेसी चाहिँ कमाइदैन हो तपाईले यदि ओभरटाइमहरू गरेर डबल शिफ्ट काम गर्नुभयो भने चाहिँ तपाईको हुन सक्छ हैन 5-6 लाख सम्म तर 10 लाख 15 लाख 1 करोड त्यो चाहिँ एकदमै नचाहिने कुरा हो गाइज त्यही पनि तपाई लिगली रूपमा अमेरिकामा हुनुहुन्छ तपाईसँग यहाँको सिटिजन अथवा ग्रीन कार्ड छ भने मात्रै तपाईले त्यति पैसा कमाउनुहुन्छ 5 लाख 6 लाख यदि तपाई इलिगल हुनुहुन्छ भने नि तपाईले 50,000 पनि कमाउनुहुन्न तपाईलाई यो भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनुहोस् हुन्छ बाइ बाइ टेक केयर